आउने क्रममा जाने क्रममा नोल्नु पोइन्ट दुई बराबर भयो नि यस्तो बल हाने पाँच तीन विलचर 5 5 मुजुरको मान्छे चिन्नै गाह्रो जस्तो सात बराबर ल बसौँ माम बसौँ
हाथ खराब हो तो सही काला को छोरा हो नि के मैले काला छोरा उतापट्टिकै चलिरहन् यो 4 नम्बर कुन चाहिँ यो 4 नम्बर है 5 चौर विवेक हो राम्रो खेलाडी जयपुरको राम्रो खेलाडी हो पास पुगेन अझै बल्ल हानेर भन्नुहोस् पन्ध्र मुलीचोर 15 11 कच्चे भरे हुँदैन मुलीचोर नाम मात्र मुलीचोर हो दुईटा केटा मात्र हो मुलीचोर धेर त झिकेको केटा 12 15 17 15 25 हो 5 मा तो यता काठी चौलाई पाँच 14
ताक्दो रहेछ नि कतिको हिँड्छ सुन्छ फेरि पढ गेला यहाँ रेगुलर 40 मिनट जानु पास मिलेन पास पनि मिलेन उसले तर धेरै राम्रो खेलाडी हो नि हाइजुङबाट खेल्ने कुनाउको हाइजुङबाट खेल्छ यो हैन कुनाउको खेलाडी हो अठारह 1816 आउट चेक छ 19 16 20-22 आउट भयो त चेक भन्छ क्या टच भयो नेट टच 22-18 हो चाहिँ मुलचुर 22 4 पोइन्टको फरक पर्यो अब 3 पोइन्ट चाहियो यिनीहरूलाई ल्याउँछ नि हामीले त दिनु नि त पच्चिसमा हो गरे 24 यो त जितेकै यिनीहरूले 24-18 शीघ्र सल्का उयो के हो यस्तो सुकार है तेरे बाल ब्लकआउट शॉट आउट चेन्ज भयो हालेनन् के यो तीनटालाई
यो यी तिनवटा होइन नि एक्स्ट्रा खेलाडी हुन् नि एक्स्ट्रा त नि दुईवटा एक्स्ट्रा हुन् यो ऊ सन्दीप भयो अनि उयो दुईवटा त छन् कि अमृत भयो अमृत नि ल्याक्टी हो नि राम्रो हान्छ गइहाल्नु हुन्छ नि के हुन्छ अनि यो मुल्चुरको टिम राम्रो छ एक नम्बर मुल्चुर 5-0 गएर आइज न गएर आइहाल्यो अनि जाम्ला अब 20 मिनटमा सक्छ नि सोह्र मिनट 15 मिनटमा सक्यो अहिले 15 मिनट 30-45 मिनट त सक्छ अब 30 मिनटमा सक्छ तन्खा बुझ्यो हिजै बुझ्यो छैन पहिलो दिन चेक छ 2 अहिले माझगाउँको गेम पनि धेरै राम्रो भएको कि काँच माझगाउँ र यो काठछेउको एकै मुल्चुरको यस्तो राम्रो म्याच भयो उठ्यो है पाइन्छ बाहिर त्यही 3-0 रन पाइन्छ मजाले हात दिएको दुई बराबर यही आऊ अन्जामला यही आऊ अन्जामला कि यही आऊ अन्जामला कि मुल्चुर 4 काठचोक 3 एकसठ मिटर भयो 100 त्यस्तो छँदै रहन्छ मेरो फेरि जस्तो गरेँ त्यस्तै बस्छ कि गोल एउटै भयो काफी हुन्छ 40% 1.1 1.1 हो कि त्यही नै हो 3 भइसक्यो हो यो
हुन्छ क्वालिटी घर छ कि यस्तो राम्रो सर्ट हानेर है यस्तो राम्रो सर्ट हानेर पछाडि छ्यास्सा छोड्दाखेरि त मजै न लाने भयो क्या मिजर अब खिलाडी फेर्नुपर्छ पाँच 10 नवाल्याउनु चक्करमा 10 भयो एक पॉइंट बड़ी यार यस्तो गिराउन होला मान्छेहरु चप्पल ल्याएर आइपुग्यो विलेजरहरु छैनन् त्यहाँ आलिया ताउनु यो त गर्नै पर्यो अनि हाल्ने जित्नलाई यसो पछि सम्झना हुन्छ नि गाउँमा यस्तो खेल्थे अरू भन्दा नि विदेशमा बसेकोले धेरैले हेर्छ कि यहाँ त राम्रो हुँदो रहेछ नि कति भयो नम्बर 13 यता कति हो 13 11 14 11 14
ल है तात्नु पर्ने छ हो क्या पन्ध्र भएर होइन 16-12 लडाइँ गर्ने म त केही भन्ने हुन्न तपाईँकै गाउँले जित्छ नातिले तपाईँकै गाउँले जित्छ कि ढुक्क हुनु जित्छ कि ढुक्क हुनु तर तपाईँको गाउँको मान्छे कोही पनि छैन दुईवटा भाइ तपाईँको गाउँको मान्छे दुईवटा भाइ अरू कोही पनि छैन फेरि हेर्नु न त्यहीँ चिन्नुहुन्छ बिहान त लफडा भयो नि म एकछिन त मुलचेरको र खास लिगल्ली भन्ने अन्त मुलचेरको भन्छ क्या गिराउने के खोलाबाट यता त साट्नु पऱ्यो होइन युट्युबमा हाल्नुहुन्छ कस्तो मिठो ऊ पछाडि जाँदाखेरि नम्बरै आउँदैन त्यो ऊ अगाडि आइहालेपछि फेरि यस्तो नम्बर आउँछ क्या हेर्दै थाहा हुन्छ नि उन्नाइस बराबर 20 आउँछ अब 20 आउँछ है कता आउँछ आउनु त आउँछ कता आउँछ जता गयो नि विषय त हो 20 मुलचोर सामान त गणेशको मोबाइल चाहिँदैन है
नहीं खुसी त्यसको यस्तो पनि दिन बेस स्ट्यान्ड लिएर आउनु पर्ने बल प्राइस बराबर 26 27 28 पुग्छ खानु न यही बसौँ कपडा जानी हो यो गेम त हेर्न कहाँ जाने अरे ए घर गयो नि अहिले गएर हेर फेरि एकछिन चौबीस बाईस 24 एकैछिन हाल्नु एक से अघि त्यत्रो डिफ्रेन्स बनाएर मै तर्छु बुझ्छ नि एक सेट हानेको छ एकदम सेट खाइसके खास जिल्लाबाट होइन नि आउने त मेरो साइडै त्यही हो क्या देउरी साइड सही हो तपाईँले गल्ती मैले साइडै ओभरटेक कहाँको गरेको गल्ती थियो क्या हजुर ओभरटेक हानेको सही होइन घुम्तीमा हान्नु देखिनु आउट मिल्छ 2 5-0 5 रन यताको मलिचो 5 ओभरमा नि मिसावट छ मिल्चोरमा नि मिसावट छ त्यसको पहिले फलो सकेको थियो के नदेखेर होला त काटेको नि त चिसो हावा लाग्यो त पहिलेबाट सुरु भएको त नि दुई गेम भयो कहिलेबाट हो 3 दिन भयो आज फाइनल लाग्छ फाइनल यही हो फाइनल त्यो फर्स्ट र सेकेन्ड मात्र हो अर्काको भन्छ फर्स्ट सेकेन्ड थर्ड यहीँको भयो नाचगाउँको होइन माझगाउँकै भन्नु पऱ्यो थर्ड भएको खेलाडी त्यहाँ दुईजना छन् थर्ड भएको खेलाडी हो उहाँ दुईजना मिसेर खेले होइन थर्ड ऊ त्यो गेममै मिसेको 5 ओभरमा खेलाडी छैन नि त। साँच्चैसँग मिसिएको नि खेलाडी आएन नि त यो त नि मिसायो अब मिले त भयो त उनीहरू त टिम मिले त भइहाल्छ सकियो टिम मिल्नु पऱ्यो भइहाल्यो गणेश त्यहाँ आइयो
गणेशको होइन म घरमै आएको थिएँ माथि दसैँ मनाउनु पऱ्यो भनेर माथि बलले भनेको त के किनियो सकियो है यो बलै सकिएको एउटा बल फुट्यो एउटा बल हरायो एउटा बल मात्रै सकियो बिचरा भाइहरूले यतिकै राखे कि फिसिङ खेली खेल्नु बुझ्छु रेजमा त उसलाई राखिन्छ कि बिउलाई राखिन्छ रेज एक दिन सेट हाने के अरे आफ्नो सेट बरामतरी भयो ए बर्बाद भयो होइन थर्ड सेट 15 हुन्छ नि त थर्ड सेट 15 हुन्छ नि त 10 मिनटमा सक्ने रहेछ कि एउटा गेम एक भयो अहिले नम्बर त 5-4 भइसक्यो हुँदैछ भर्खर सन्दीप आएको छैन त कहाँदेखि त तल पुग्नु पऱ्यो हामी त्यहीँ पुगेर खाएर आयो झ्याप्झुप हो क्या त्यहाँ हट्केसमा रहेछ ए टेन्सन ताप्दो रहेछ कि थम्नेल दिन्छ छैन नि फेसबुकलाई लास्ट सेट त्यहीँबाट खिचाउँला क्या 2 सेट त्यताबाट खिच्नु पऱ्यो 2 सेट यहाँ खिचेँ 2 सेट त्यहाँबाट खिच्छु कि 4 सेट फर्स्ट प्राइज 20,000 रहेछ सेकेन्ड प्राइज कति खा 10,000 होला 10,000 होला 15,000 यस्तो बल खेल्दै आयो त्यो एउटा हेरौँला त्यसबाट एउटा हेरेर हुन्छ कि राम्रो 3 पोइन्ट शनिबार त अनि नरम थटाउनु त विवेक सन्दीप नभयो है विवेक नै डेन्जर रहेछ नि नम्बर त
पछाडि ऱ्याक छँदैछ त अनि कन्टिन्यू हान्नु नहान्दिएर 9-10 भयो अहिले पनि त्यस्तै भयो बराबर भेटायो 10 मा म यतै भुलेछु कि फेरि केही फरक पर्दैन 5-11 इक्वल बुल्चुर 11 बराबर Pacur 12 11 होगा तात्नुपर्छ है अब कति मिनेट मेरो त अघि टर्च भन्छ कि 12-13 Stop. त्यो सोध्नुपर्छ बच्चाले लाला जस्तो छ है अब सत्र बाह्र 15-12 13-15 निस्किहाल्यो नि हाँ निस्किहाल्यो तू निस्केर केही नि भएन राम्रो खेल्दो रहेछ नि खेलाडी भाइहरू बल्ल हुइटिङ दिए मुलचर 14 पाचोर 16 सडसड हो कि जति नम्बर आउँछ त्यति सुन्यो रेगुलर आयो भने बस्नु पायो होइन का यो यताको ए यो केक छ नि त्यो यताको दुईजना 17 16 25 17 17
जुन टिमले खायो नि छिटो खानुपर्ने भयो है हामीलाई हतार छ हतार छ ठिक छ नरान्नेको बेला जानु पाएन नि त्यो उन्नाइस 17 बच्चाहरू धेरै राम्रो खेले अहिले हापे के यहाँ हाम्रो भिडियो छ हेर्नु छ भने डबल छ त्यहाँ देखिरहेको छ यहाँ आँखाले पनि देखेको भिडियोमा पनि क्लियर छ म यहाँ ग्राउन्डमै आउँछ नि यो लास्ट सकिने बेला किन छोडौँ भनेर कि अब 20 मिनटमा सकिहाल्छ बाइस बीस टेक्निकली यता फालिदिएको क्या उसले पुरै छाती यतै फर्काएर फालेछ ऊ त्यस्तो सिनियर म्याच खेलिरहेको मान्छे हो त्यो
ल ल ल रि भयो रेफ्रीलाई थपेर रि गर्न पाएको रहेछ रेफ्रीको डिसिजन त घन्टीको बाद पेल्टी अब टाइट ठेलेन भने मुलचोरा हाट्ने सम्भावना बढी छ है हान्नु चाहिँ ल ज्वाइँ हान्दै ज्वाइँ 24 22-23 साह्रै मिस्टेक गरे यार त्यस्तै हुन्छ क्या एक मान्छे बल्ल रमाइलो भयो त मजा आउनु थाल्यो सेट पोइन्ट है इन्टेन्स भयो एक पोइन्टको बाँकी एकको बाँकी छ सर्भिस रङ भयो भने बर्बाद हुन्छ पछिले 2 सेट खाइसकेको छ आज चोले 2 सेट खाएको छ भने मुली चोले 1 सेट खाएको छ 2-1 भएको छ अब हुन्छ फाइनल राउन्ड हेरिराख्नु होला तेस्रो सेट सुरु भएको छ कति गाह्रो कहाँ गयो है खाजा खारिन्छ कि हेर्नु अब कसले खान्छ 20,000 कसले खान्छ यस्तो मिस हान्यो पैसा लिएर हिँडेर बराबर दुईतिर एउटा यसै खिच्न मन भएछ कि खिच्न सहिलो त त्यो मोबाइलबाट रहेछ कि तात्दो रहेछ कति हो 3-2 दोकान आएर कति भयो 3-3 बराबर एउटा फिल्मै हुने भयो नि त यसरी त युट्युबमा त मेरो अपलोड हुन 2 दिन लाग्ला
होइन हुन्छ छिटै हुन्छ नेट छिटै हुनु पर्यो टस भयो होइन आयो विशाल म त आधा घन्टा छोडिदिन्थेँ म रेडी भएको भए त्यो तर उपचार सन्चो नभएसम्म यो यस्तो हुन्छ आफूले जे खेल्यो कुन लाइनमा लाइनभन्दा यता आउनु पाइँदैन छोएर त केही हुँदैन यता आउनु पाइँदैन उताकोले उता जानु पाइँदैन 3 बल मात्र होल्ड गर्न पाइन्छ यता फेरि यस्तो हुन्छ कि पाँच बराबर हो पाँचले एक सेट खायो भने बल्ल के खेल्न लागेन के भन्छ त्यहाँबाट मुल्चेको खेलाडी गाह्रो हुन्छ भित्र छिरेर चाहिँ त्यसलाई गाह्रो भयो लाने भयो पाँचहरूले 20,000 रुपियाँ स्कुटर दुख्रा पनि फाइदै होला जस्तो छ हौ केटाहरूलाई यति गर्ने भने चेक आउट छोएछ नि त यताकोले छोएर चेक आउट भयो नि त छोरा आउट भएपछि त यिनीहरू गल्ती भयो चाउचा खाएर भएपछि त्यो केटी यहाँ मलाई टाउको दुखिसक्यो हेर्दा मलाई खुट्टा हात दुख नसकिने सब्सक्राइब हान्नु कसरी गएको त चेक नमस्ते के छ नमस्ते सन्जु हुन्छ सन्जु हो सन्जु बस बस केही हैन सरले लाइभ हाल्न लाउनु चाहिँ क्या होइन रेकर्ड हो फाइनल हो फाइनल हो पुरा उसको होइन विक्रम विक्रम रे जाम तल एकछिनमा
कमब्याक हामी कमब्याक भयो 18 सेट फेरि हुने भयो 15 मा हुन्छ कि हैन हिमाल भन्नु काहान र उठ्याउँदैछ कबड्डी कोटा आएको त हजुर कोटा होइन यही किन यसबेला किन आएको त यसपालि होइन कि यसबेला नैपुर भएको नैपुर आएको के सपिङ हान्न गएको कहाँको भाइ पढाउनुहुन्छ तपाईँले पाइराख्नुहुन्छ अहिले कहाँ पढाउनुहुन्छ पारिसमा अझै के ए सुरु भइसकेको छ अहिले म बोलेको एक पोइन्ट बाँकी यार मेरे में नहीं पता घेरोमा छ हो राजा देऊ खै जान्न के जाने मुडै छैन त्यो बस्दिउँ न अब हामी यस्तो हुन्छ चिचाउन अनि पो बडा मजा आउँछ कस्तो बल खेल्यो यार है 20
यसरी खेल न यार अनि पो बल्ल मजा आउँछ चेन्ज मैले फुटबलको गेम बुझ्दैन होइन तर भलिबलको त एट्टी जेट त आफू नखेले पनि होइन साना खेलिन्छ अहिले त त्यसै भयो 5 पोइन्ट अगाडि छ क्या मिठो वेस्टमा बसेको पनि काम गर्यो नि यो गेम लास्ट गेम त खतरा हुन्छ है लास्ट म्याच त्यहीबाट खिचाउँला कि 21 र सकियो अब सन्दीपको नि एकदम राम्रो छ क्या खेल सन्दीपको नि धेरै राम्रो छ क्या खेल केटाहरू नभइदिएर हो कि केटाहरू राम्रो छैन नि त कलतिर अन्टीहरू नै आउनु पर्यो त अब ओहो खसी त बिग्नी भयो त हजुर सबै चाहियो नि त घर आएर मात्र भएन एउटा फिल्मै जस्तो भयो यार टाउको दुख्यो यार यत्रो कसले हेर्छ 22-18 खेलेर आउनुपर्छ त्यत्रो भारी सारी बोकेर आउनु ठक्क ठाउँ लाग्यो ल ए हिसाबले जित्ला जस्तो छ फाइनल त हुन्छ फाइनल त जसै हुन्छ नि नियमले तर 15 मा हुने भयो जाडो भयो मलाई यहाँ छिटो आएर भोक लाग्यो जाडो भयो ठोप चेक आउट भन्दै टच आउट भन्दै वाह क्या राम्रो हाने यार क्या बल खेल्दै यार दोस्रो सेट चाहिँ मुलजोलले खाएको छ दुई सेट भयो होइन अबको सेट चाहिँ 15 मा हुन्छ होइन 15 हो 15 जोल ल्यायो मैले यसबाटै हाने कि त्यसबाटै हाने हानौँ न के भयो अनि आधा हेरेर आधा छ नि फर्स्ट प्राइजको दादा टिम हो लास्ट फाइनल सेट छ यसको पनि फाइनल सेट सुरु भयो मुलचोर 8 पातिचोर 0 1-1 बराबर
यसबाटै फुल खिच्न पाएको त क्या बल देखिन्थ्यो है यस्तो क्लियर छ छेउछेउमा मिठो माझमा तितो हालिदिने हो नि त ल एकदमै राम्रो फिसिङ 2-1 भएको छ चिचाए नत्र त यिनीहरूले हान्दैनन् 3-1 मूलचोर 3 पच्चोर 1 3-1 मैले बोलेको काम गर्छ क्या दाइ त्यहाँ ढुक्क हुनु 2-3 पाँचचोर 2 मुलीचोर 3 कटाउ मात्र ल राम्रो फिसिङले पनि काम गर्यो मुलीचोर 4 पाँचचोर 2 रेफ्रीसँग न्यू नखोजा भाइ बहिनीहरू तलै गएर खिचाउ कट तर तात्नु त डेन्जर छिटो तात्ने के यस्तो ताति मेरो 50 मिनटसम्म चलायो केही नै भएन एकदमै राम्रो 6-3 पातीचोर 3 मूलचोर 6 यस्तो भिडियो राम्रो हो नि बिचरा जाबन जाने भएर अब यो दखै पाखै जान्छ सबै काम भइसक्यो है टिकट कहिले लिन्छ भन्ने कुरा हो स्योर एकदमै राम्रो खै कस्तो भयो के भयो अब यहाँ भिडियोमै हेर्नुपर्छ यो कुरा चाहिँ मैले याद गरिनँ स्ट्यान्ड चाहिँ चाहिँदो रहेछ है नभए हात दुख्दो रहेछ लास्टै ल छिटो हराउँ भिडियो रोकेर हेरेर भनिदिनु त कता हो यसरी यता देखाउँछु म धेरै डिस्कस गर्न गर्दै भयो मूलचोरको खेलाडीले मन जित्यो विवेकले नेता हान्छ अनि ठिकै हुन्छ नेतामा ल एक सर्ट दे त जल्दी
न्युए खोज्न खोजिन्छ नि मैले न्युए खोज्न खोज रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुनेछ अब त मुली सरको मेरो सपोर्ट भयो यस्तो राम्रो खेलेको हेर्नु त्यो रिदियो हो त नम्बर ल्याएर खेल न 7 यताको जितेर अझै मुली सरले जित्छ सकिएछ कता सकिएछ है कता सात बराबर जुनले खाए नि भयो खानु त तर लुची खेल्दैन कि यो 15 मा हिँड्छ कि 7-7 भयो अब त्यसले पहिला 8 ल्यायो खै कस्तो है नियम अहिले बेलुकामा हेरौँ न यिनीहरूको फेरि सिस्टम अर्को हुन सक्छ ए 60 15 मै रहेछ ल कति रे 15 मै रहेछ गेम 7 मा चेन्ज भयो 7-8 भयो त आठ बराबर कुकुर पनि गएको छ खेल्न अहिलेको नम्बर यही हो टक्कर खेल्नु पर्यो नि नभए त दस 9 10 बराबर टाइट खेले यार खेल्नु 11-10 बच्चाले खाला जस्तो हो मन त मुल्चले जित्यो ल 11 बराबर के कसो 11 बराबर 13-11 रात त यहीँ पार्दै हो जसले खायो नि खाऊ छिटो खाऊ त यार
13 बराबर अब रमाइलो होला जस्तो छ अब 2 पोइन्ट छ 14-13 अपराध जब पार्यो भने हो कि जित्यो छैन अझ 1 पोइन्ट ल्याउनु पर्छ 2 पोइन्ट अगाडि हुनुपर्छ क्या जित्नको लागि त्यस्तो हुन्छ नियम हो कि 15 बराबर 17 मा पुग्यो ज्ञान 17 मा जित्छ 17 रको त रेगुलर ल्यायो भने जित्छ सोह्र 15 अब 1 पोइन्ट रेगुलर ल्यायो भने जित्छ ल जित्यो मुलिचोले यो गेम जितेको छ मुलिचोर फर्स्ट भएको छ हेर्न सक्नुहुन्छ अब सकिएको छ पैसा लिन जानु पर्यो नि त बुढानी गएर जान्छ